माननीय सदस्य गणेश बहादुर विश्वकर्मा छोटकरीमा भनाइ राख्नुहोस्। सम्माननीय सभामुख महोदय, आज म पुनः सम्माननीय प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते यही संसदको रोस्टमबाट नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ भन्ने अभिव्यक्तिको विरोध गर्न उभिएको छु। राष्ट्रियताको रक्षाका लागि यस सार्वभौम संसदमा हामी सबै प्रतिपक्ष दलहरूले लगातार 68 दिनदेखि सम्माननीय सभामुखज्यू मार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरिरहेका छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूले कि त संसदमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने कि त संसदको रिकर्डबाट उक्त राष्ट्रियता विरोधी अभिव्यक्ति हटाउनुपर्ने भन्ने हाम्रो मागलाई प्रधानमन्त्रीज्यूबाट निरन्तर संसदीय मर्यादा विपरीत सुनवाई गर्नुभएको छैन भने उल्टै सत्तापक्षकै एकजना मान्यज्यूले यही संसदमा गौरवका साथ प्रधानमन्त्रीज्यूको राष्ट्रघाती अभिव्यक्तिको प्रतिरक्षा गरेको सुन्दा हामीलाई गम्भीर बनाएको मात्र होइन, लज्जित बनाएको छ। सुस्ता विवाद प्राकृतिक रूपमै नदीको भाव परिवर्तनले सृजना गरेको प्रशासनिक सवाल हो भने कालापानी लिपुलेक लिम्पुवाधुराको विवाद भारत र चीनले नेपाललाई कुनै जानकारी नै नदिएर नाकालाई सीमापार व्यापार मार्गका रूपमा विस्तार गर्ने सहमतिका साथ अघि बढेको अतिक्रमण हो। यसैले यी दुईटैलाई एउटै डालोमा हालेर बुझ्ने प्रधानमन्त्रीज्यू हुनुहुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले यी मागहरू पुरा गराउन संसदमा रहेका सबै दलहरूका उच्च स्तरका नेताहरूका बीचमा छलफल गरेर समस्याको समाधान गर्न उच्च स्तरको पहल कदमीका लागि म सम्माननीय सभामुखज्यू समक्ष हार्दिक अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, नेपालको जनसङ्ख्याको 1/4 रहेको दलितहरूको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको बहुआयामिक गरिबी, संरचनागत बहिष्करण तथा भूमिहीनताको एकसाथ सम्बोधन हुने गरी विशेष कार्यक्रम लागू गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहँदै आएको छ। हालसम्मको इतिहास हेर्दा 46 पछि बनेको गिरिजाप्रसाद कोइरालाज्यूको प्रधानमन्त्री हुँदा दलित छात्रवृत्ति कार्यक्रम, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा स्थानीय निकायमा 900 को कार्यक्रम अन्तर्गत दलित सहभागिताको घोषणा, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा 8 बुँदे घोषणासहित राष्ट्रिय दलित आयोगको स्थापना, 2063 सुशील कोइराला प्रधानमन्त्री हुँदा छुवाछुत मुक्त राष्ट्र घोषणा, केपी ओली प्रधानमन्त्री हुँदा भगत सर्वजित विश्वकर्माको नाममा हुलाक टिकटसहित सर्वजित उद्यमशीलता कार्यक्रम, माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा जनता आवास कार्यक्रम, अन्तर्जातीय विवाह प्रोत्साहन कार्यक्रम, सेना, पुलिस र कर्मचारीमा दलित आरक्षणको व्यवस्था, झलनाथ खनाल प्रधानमन्त्री हुँदा जातीय छुवाछुत भेदभाव कसुर र सजाय ऐन 2068 जारी, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा दलित हक अधिकार प्रवर्धन सम्बन्धी उच्च स्तरीय संयन्त्रको गठन, कमरेड पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सबै क्षेत्रमा समावेशीकरण सहित दलित विकास प्राधिकरण गठनको घोषणा र बालेन्द्र शाहज्यू प्रधानमन्त्री हुँदा सत्तारूढ दलका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यूको दलितप्रतिको क्षमा याचना महत्त्वपूर्ण हुँदाहुँदै पनि दलित समस्याको समाधान हुन सकेको सत्य हो। त्यसैले उक्त सबै घोषणा तथा प्रतिबद्धताहरूको गम्भीर समीक्षा गर्दै सबै राजनीतिक दलहरू तथा नेपाल सरकारका संयन्त्रहरूलाई दलित समुदायप्रति गम्भीर बन्दै नेपालको संविधानको धारा 24 र 40 को मर्म र भावनाको सम्बोधन हुने गरी एकीकृत कानुन निर्माण गर्न, दलित अधिकार दशक घोषणा गर्न र दलित विकास प्राधिकरण गठन गरी दलित समस्या सरकारको पहिलो प्राथमिकता राखिएको गौरवको योजनाको रूपमा बजेटसहित कार्यान्वयन गर्न सम्माननीय सभामुखज्यू मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। दास प्रथाको अवशेषका रूपमा रहेको कमया मुक्तिको घोषणा 2057 साल श्रावण 2 गते, कमलरी मुक्तिको घोषणा 2070 जेठ 10 गते, हलिया मुक्तिको घोषणा 2065 भाद्र 21 गते र हरुवा चरुवा मुक्तिको घोषणा 2079 श्रावण 2 गते गरिएको भए पनि पुनर्स्थापनाको कार्य पुरा भएको छैन। संसदले बाध्यकारी श्रम सम्बन्धी महासन्धि पारित गरिसकेको सन्दर्भमा यसलाई विशिष्ट समस्याका रूपमा लिँदै आगामी सन् 2030 भित्रै पुनर्स्थापनाको कार्य सम्पन्न गरी बदुवा श्रम मुक्त मुलुकको पहिचान निर्माण गर्न माग गर्दछु। साथै दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्न अधिकारवालाहरूको स्वामित्व हुने गरी राष्ट्रिय सहमतिका साथ ठोस योजना सहित अघि बढ्न माग गर्दछु। साथै लघुवित्त पीडितहरूको काठमाडौँ केन्द्रित आन्दोलनसँग वार्ता गरेर समस्याको हल गर्न अनुरोध गर्दछु। अन्त्यमा न्यायालयको स्वतन्त्रताको विषयमा चासो व्यक्त गरेका अन्तर्राष्ट्रिय संस्थाहरू एमनेस्टी इन्टरनेसनल कमिसन अफ जुरिस र ह्युमन राइट्स वाचलाई स्पष्टीकरणका लागि कानुन, न्याय तथा मानवाधिकार समितिले बोलाइनु नेपालको संविधान र कानुन संसदको नियमावलीको मर्म र भावना विपरीत छ। समितिले उक्त घटनामा के भएको भनेर नेपाल सरकारलाई सोध्नुपर्नेमा उल्टै स्पष्टीकरणका लागि अन्तर्राष्ट्रिय संस्थाहरूलाई बोलाउनु
तर ती संस्थाहरू त्यो समितिलाई नटेरेर उपस्थित नै नहुनु संसदीय समितिको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको हुनाले समितिको म ध्यान आकर्षण गराउन चाहन्छु। हालै सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वार्ड नम्बर 3 कप्तानगञ्जमा 2 समूहबीच भएको झडपलाई नेपाल सरकारले विभिन्न स्रोतबाट प्राप्त सूचनालाई गम्भीरताका साथ नलिएकै कारण घटनाले करिब साम्प्रदायिक रूप लिएर देशव्यापी फैलिने क्रममा 4 जनाको अनाहकमा मृत्यु भयो, 2 दर्जन बढी घाइतेहरू भए। ऐतिहासिक जनक्रान्ति 63 पछि पुस 8 देखि 12 नेपालगञ्जको साम्प्रदायिक दङ्गा, 64 भदौ 30 गते कपिलवस्तुको चन्नौटाको दङ्गा, अन्तर्जातीय विवाहका कारण रुकुम पश्चिममा 2077 जेठ 10 गते नवराज विक सहित 6 जनाको हत्या, 82 जेठ 5 गते गएको 3 कुने घटना र 2082 भाद्र 23 र 24 को 72 जनाको हत्या र देशैभरि आगजनीका संरचनागत समस्यालाई सही ढङ्गले सम्बोधन नगरी लोकप्रियताका लागि सम्झौता, शहीद घोषणा, शहीद क्षतिपूर्ति घोषणा, रोजगारीका आश्वासन, छानबिन आयोग गठन गर्ने, प्रतिवेदन बुझ्ने तर सार्वजनिक नगर्ने प्रवृत्तिका कारण समस्या हल भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पछिल्लो यसको उदाहरण हो। त्यसैले यस्ता घटनामा संरचनागत रूपमा समस्याको दीर्घकालीन हल गरी गम्भीर हुन सम्माननीय सभामुखज्यू मार्फत नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।